सम्पूर्ण नमस्कार, स्वागत छ हाम्रो युट्युब च्यानल सजिलो तयारीमा। र आज फेरि पनि नयाँ पाठ लिएर उपस्थित भइसकेका छौँ, जुन कक्षा 10 अन्तर्गत रहेको छ पाठ 6 अधिकार ठुलो कि कर्तव्य ठुलो। र यस भिडियोमा हामी यस पाठको सम्पूर्ण अभ्यास गराउनेछौँ, जसमा रहेको छ व्याकरणदेखि लिएर सिर्जना परियोजना कार्यदेखि सम्पूर्ण अभ्यास गराउनेछौँ। सो भिडियोलाई अन्तिम समय र आफ्नो गृह कार्य गर्नुहोला र आफ्नो साथीहरूलाई समेत यो भिडियो सेयर गरेर एक लाइक समेत गरिदिनु होला। ल अब ढिला नगरी भिडियोलाई सुरु गरौँ। सो यहाँ 1 नम्बरमा दिएको छ, दिएका शब्द अर्थबिट जोडा मिलाउनुहोस्। प्रतियोगिता, प्रतिस्पर्धा वा होडबाजी, वक्ता बोल्ने व्यक्ति, काया प्लट ठुलो परिवर्तन। अभिमत भनेको मनको विचार, राय। कानुन भनेको राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको संक्षिप्त रूप। नैसर्गिक, स्वाभाविक, प्राकृतिक। घोषणापत्र कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र। त्यसैगरी 2 नम्बरमा के भनेछ हामीलाई, दिएका शब्द प्रयोग गरी अनुच्छेद लेख्नुहोस्। दिएका शब्द प्रयोग गरी अनुच्छेद लेख्नुहोस्। यहाँ 6 वटा शब्द दिएको छ, 1 2 3 4 5 6 वटा। यसलाई समेटेर हामीले एउटा सानो प्याराग्राफ बनाउनुपर्छ, जुन यो प्याराग्राफमा मैले बनाइसकेको छु नेपालको संविधान सम्बन्धी लिएर। जस्तो नेपालको संविधान 2072 को घोषणा त्यति सजिलो भएको थिएन। अब यसमा कुन शब्द मैले समेटेको छु, संविधान, यहाँ संविधान। त्यसै कार्य कर्तव्य पालन भनेको यहाँ समेटेको छु मैले। सङ्घर्षपूर्ण भनेको यहाँ समेटेको छु। त्यही यो पुरै वाक्य आउने गरी एउटा सानो प्याराग्राफ अनुच्छेद लेख्नुपर्ने हुन्छ, त्यो भयो है, त्यो आफै गर्नुहोला तपाईँहरू। त्यसैगरी अब अर्को नम्बर हेरौँ। 3 नम्बरमा के भनेछ भने, दिएको अनुच्छेदबाट श्रुति सम्बिनार्थिक शब्द खोजेर लेख्नुहोस्। जस्तै एउटा यहाँ सानो प्याराग्राफ अनुच्छेद दिएको छ, यसबाट श्रुति सम्बिनार्थिक शब्द हामीले लेख्नुपर्ने हुन्छ। जस्तै उत्तर यहाँ भयो, देखि, कृषि, दिन, जुन, द्वीपिक, शीत आदि, शीत, जुन। त्यसै गरी 4 नम्बरमा हामीले के दिएछ भने, दिएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्। बाजी, यो दुईवटा शब्द हुँदा पनि बोल्दा एउटै लाग्दा पनि लेख्ने बेला यसको छुट्टै यसको अर्थ जनाउँछ क्या शब्दको। जस्तै यहाँ हेर्नु त, बाजी, एउटा बाजी के भयो, मलाई जुवामा बाजी थान डर लाग्छ। अर्को बाजी के भयो, मैले कयौँ बाजी लोकसेवाको परीक्षा दिएँ तर नाम निकाल्न सकिनँ। त्यसै गरी यहाँ विभिन्न शब्दहरू दिएको छ, अवधि, त्यसै गरी 3 त्यसै गरी यहाँ तपाईँको के दिएछ भने पुरा, र अर्को यहाँ अङ्क नम्बर फेरि दिएछ। लास्टको के दिएछ, सुर। जस्तै एउटा सुरको नेपालीहरू विश्वमा सुरवीरका नामले प्रसिद्ध छन्, यो कुरा सही हो। र अर्को सुर भन्नाले हिमालय पर्वतलाई सुरहरूको वासस्थान मानिन्छ, यो पनि कुरा ठिकै हो। ल अब अर्कोतिर जाउँ है, बोध र अभिव्यक्ति, जुन प्रश्न नम्बर 3 रहेको छ। दिएको प्रश्नको उत्तर भन्नुहोस्। खासै यो लेख्ने कुरा त होइन, तर यो पाठ किन दिएको हुन्छ भने, यो पाठ पढेपछि हामीले के बुझेका छौँ भन्ने, के विद्यार्थीहरूले के बुझेछन् भन्ने गर्नको लागि यो दिएको हुन्छन् कि यो भन्नुहोस् भन्ने। खासै लेख्ने कुरा होइन, तर कतिका बुझेको छन् भन्ने कुरा दिएको हुन्छ। अधिकार ठुलो कि कर्तव्य ठुलो, वाद विवाद वक्तामा पालना गर्नुपर्ने नियम भन्नुहोस्। वाद विवाद प्रतियोगितामा पालना गर्नुपर्ने नियम भन्नुहोस् भनिरहेको छ। ठिक छ, पालना नियम गर्नुपर्ने धेरै छन् कि, जसमा 5 वटा मैले यहाँ लेखिदिएको छु। जस्तै अ नम्बरमा हेरौँ त, प्रत्येक वक्ताका लागि 5 मिनटको समय निर्धारण गरिएको छ। 4 मिनटमा जनाउ घन्टी बज्नेछ र 5 मिनटमा अन्तिम घन्टी बज्नेछ। अन्तिम घन्टीपछि वक्ता समय समाप्त हुनेछ। यो बन्ने भन्नाले पनि बज्ने हो है, यो टाइपिङ मिस्टेकले गर्दा अलि रङ भएको छ है, तपाईँ बुझ्नु होला है, बज्ने होइन बज्ने। त्यसै गरी अर्को आमा नियम है, 5 वटा भन्ने नियम, कुनै जाति, वर्ग, धर्म, समुदाय, क्षेत्र, लिङ्ग, अपाङ्गता प्रति भेदभाव हुने र आक्षेप लगाउने खालका विचार व्यक्त गर्न पाइने छैन। विपक्षका भनाइ खण्डन गर्दा आफ्नो तर्क संयमित र शिष्ट ढङ्गले राख्नुपर्नेछ। वक्ताले कुनै पनि लिखित रिपोर्ट हेरेर बोल्न पाइने छैन। र लास्टको निर्णायक मण्डकले निर्णय नै अन्तिम हुनेछ। यो 5 वटा नियम भयो। त्यसै गरी ख नम्बर र ग नम्बर के भनेछ, वाद विवाद पाठमा कतिजना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ। जुन यस पाठमा कतिवटा पात्र रहेका छन्, वाद विवाद पाठमा 4 जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ। वाद विवादको पहिलो वक्ता को हुन् र उनले कसलाई सम्बोधन गरेका छन्। यसको उत्तर के भयो हामीले, वाद विवादको पहिलो वक्ता सदानन्द चौधरी हुन् र उनले सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्णायक भूमिका रहनुभएका निर्णायक मण्डल, गुरुमा तथा उनका प्रतियोगिता साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरूमा सम्बोधन गरेका छन्। त्यसै गरी घ नम्बरमा आउँछ, वाद विवादमा युधिष्ठिरको प्रसङ्ग कुन वक्ताका भनाइमा आएको छ। वाद विवाद युधिष्ठिरको प्रसङ्ग पदम गुप्ताको भनाइमा आएको छ। त्यसै गरी 4 नम्बरमा दिएको छ, हामी दिएको वाद विवादको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्। ठ्याक्कै यो लेख्नुपर्ने हो हामीलाई, त्यो माथिको त भन्नुपर्ने कुरा थियो, तर यो लेख्नुपर्ने हो। त्यसै गरी हेरौँ त, यो एउटा अंश दिएको छ, वाद विवादको अंश, यो पढेर हामीले प्रश्न उत्तर लेख्नुपर्ने हुन्छ। हेरौँ त अब क नम्बर, सुक्रातले सत्यप्रतिको निष्ठा र कर्तव्य परायणका लागि के गरे। सुक्रातले सत्यप्रतिको निष्ठा र कर्तव्य परायणका लागि हेमलक जस्तो विष पिए। बुद्धले कस्तो रहस्यको खोजी गरे। बुद्धले मानव जातिको कसरी मुक्त पाउँछ भन्ने रहस्यको खोजी गरे। त्यसै ग नम्बरमा रहेको छ, हामीले कसरी कर्तव्य पालना गर्न सक्छौँ। हामीले पद वा अहुदामा रहेर वा नरहेर पनि आफ्नो कर्तव्य पालना गर्न सक्छौँ। त्यसै गरी लास्ट नम्बर के दिन्छ, वाद विवादमा अंशमा कस्ता मौलिक कर्तव्य पुरा गरिएको छ। वाद विवादको अंशमा राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता मौलिक कर्तव्य पुरा गरिएको छ। त्यसै गरी 5 नम्बरमा के भनिन्छ, दिएका भनाइ वक्ता पहिचान गर्नुहोस् र उक्त भनाइका
आशयबारे कक्षामा छलफल गर्नुहोस्। छलफल गर्न भनिरहेछ, खासै यो लेख्ने कुरा त होइन। यदि तपाईँको शिक्षक शिक्षिकाले भन्नुभयो भने लेख्नु होला है, नछोड्नु होला। र यदि हाम्रो भिडियो राम्रो लागिरहेछ भने कृपया एक लाइक गरिदिनु होला कि तपाईँको एक लाइकले हामीले धेरै मोटिभेसन हुन्छ र बाँकी अरू पनि च्याप्टर हामी छिटै ल्याउने गर्छौँ। सो एक लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। र प्रश्नतिर लागौँ। निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। उद्घोषण निर्णायक मण्डललाई चित्त बुझाउन सक्नुपर्छ। परोपकारको गर्नु नैतिक कर्तव्य हो। यसको यहाँ भयो उत्तर। त्यसै गरी ग नम्बर भयो, नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीको बिना भेदभाव प्रयोग गर्न पाएका छन्। यसको उत्तर यो भयो। त्यसै गरी घ नम्बरमा हाम्रो के भयो भने खुसीको अजस स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो। यसको एन्सर उत्तर यहाँ भयो। चन्दानन्द चौधरीको भनाइ हो। यसको असाय आफूले कर्तव्य पालन गर्दा पाइने निरन्तर खुसी सधैँ रहने हुनाले यो अधिकारबाट प्राप्त खुसीभन्दा ठुलो हुन्छ। त्यसै गरी अङ्ग नम्बरको प्रश्न र उत्तर अङ्ग र च नम्बरको यहीँ छ, तपाईँ आफै गर्नु होला है। र नेपालीको सकेसम्म तपाईँहरूले राइटिङ चाहिँ राम्रो बसाउने कोसिस गर्नु होला, किनकि पछि इफ लोकसेवामा भिड्ने तपाईँको मनोबल भन्नाले पनि तपाईँको इच्छा रहेको छ भने पछि लोकसेवा भिड्ने एकदम सजिलो हुन्छ। राइटिङले, नेपाली राइटिङले एकदम तपाईँले सहयोग पुर्याइरहेको हुन्छ। र टाइम वेस्ट नगरी अब अगाडि बढौँ। 6 नम्बरमा प्रकृतिको अधिकार खोसे ताकत कसैको छैन। कसैले प्रकृतिको अधिकार खोसोस् त, यो कसले भनेका हुन् यहाँ दिएको छ। यसको उत्तर तपाईँ लेख्न सक्नुहुन्छ। मैले पुरै उत्तर नपढ्नुको कारण के हो भने यो भिडियो एकदम लामो हुन्छ तपाईँहरूको लागि र यसमा धेरै अभ्यास गराउनु छ, व्याकरणदेखि लिएर परियोजना कार्यदेखि लिएर। सो नरिसाउनु होला है। सकेसम्म मैले पुरै कभर गरि नै दिन्छु यो भिडियोमा। सो आफै लेख्नु है। 6 नम्बर त्यसै गरी के भनेको छ हामीलाई, दिएका प्रश्नको उत्तर लेख्नुहोस्। अधिकार ठुलो कि कर्तव्य ठुलो? वाद विवादका चिदानन्द चौधरीले कर्तव्य पालनबारे भनेका मुख्य 3वटा भनाइ लेख्नुहोस्। द्रव्य र धन न्यायिक तरिका वा कानुनी तरिकाले आर्जन गरेको धनले असत कर्म गर्नुपर्छ। गैर कानुनी क्रियाकलापबाट आर्जन गरेको सम्पत्ति खर्च र आर्जन गरेको धार्मिक कार्यले कुनै फल दिँदैन। कर्तव्यले मानिसलाई जीवनवादी मन्त्र र मनमा सकारात्मक सोच पैदा गर्न उत्प्रेरित गर्ने भएकाले कर्तव्यको व्यवस्था गर्दा सधैँ असफल भइन्छ भने कर्तव्यको पालनाले सधैँ सफलता हासिल गर्न सकिन्छ। कर्तव्य पालन व्यक्तिले जुन ठाउँमा छ त्यही ठाउँमा गर्न सकिन्छ। कर्तव्य पालन पद वा अहोदामा रहेर नरहेर पनि गर्न सकिन्छ। राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पादन, संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता कतिपय मौलिक कर्तव्य हुन्छन्। त्यसै गरी ख नम्बरमा रहेको छ, कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थका कसरी उल्लेख गरिएको छ वाद विवादमा आधारमा लेख्नुहोस्। अधिकार ठुलो कि कर्तव्य ठुलो? वाद विवादको वक्ताहरूले आफ्नो गहकिला तर्क राखेर आफ्नो विचारको पुष्टि गर्न खोजेका छन्। सबै वक्ताले आफ्नो तर्क उदाहरणीय छन्। वक्ताहरूले हाम्रा पौराणिक ग्रन्थहरू गरिएका कर्तव्यको विषयलाई यसरी प्रस्तुत गरिएको छ जुन यस प्रकारका छन्। नीति श्लोकको भनिएको छ, न्यायगतेन दुर्व्यवहार कर्तव्य अर्थात् न्यायपूर्ण रूपमा आर्जन गरेको धनबाट पारलौकिक कर्तव्य गर्नुपर्छ। गीतामा भनिएको छ, कर्मयोडा धिकास रास्ता अर्थात् आफ्ना हातमा कर्तव्य गर्ने जुन अधिकार छ त्यसलाई इमान्दारीपूर्वक पुरा गर्नुपर्छ। त्यसै गरी तपाईँ आफैले पुरै लेख्नु होला है। यहाँ जे दिएछ पुरै लेख्नु होला। ल भिडियो अब अगाडि बढौँ है। त्यसै गरी गमा के भनेछ भने अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइहरू सार लेख्नुहोस्। अधिकारका सम्बन्धमा भरत भण्डारीको भनाइ के रहेको छ भने उसको भनाइ यहाँ लेख्नुहोस्। भरत भण्डारीले अधिकार ठुलो कि कर्तव्य ठुलो भन्ने वाद विवादको विपक्ष अर्थात् कर्तव्यभन्दा अधिकार ठुलो हो भन्ने विषयमा आफ्नो तर्क राख्ने क्रममा केही महत्त्वपूर्ण भनाइहरू प्रस्तुत गरेका छन्, जसको यस प्रकारका छ। कर्तव्य एक यस प्रकारको रहेको छ, उनको भनाइ यहाँ दिएको छ। तपाईँ लेख्न सक्नुहुन्छ है। कुनै कन्फ्युज लागे मलाई कमेन्ट बक्समा जानकारी गराउनु होला। म तपाईँको कन्फ्युजन छ त्यो दूर गरौँला। सबै लेख्नु होला है। भरत भण्डारीको दिएको अभिव्यक्तिको यो नमुना हो। त्यसै गरी घ नम्बरमा के भनेछ भने हामीलाई श्रुति शाहको भनाइको सार लेख्नुहोस् है। श्रुति शाह के भनेकी छिन्, कसको पक्ष लिएर भनेकी छिन् भन्नु उनको सार लेख्नुहोस् भन्ने कुरा यहाँ हामी लेख्न सक्छौँ। सो अब लेख्नु होला है। म बिस्तारै गरिदिन्छु है। तपाईँ भिडियोलाई पज गरी पनि लेख्न सक्नुहुन्छ है। भिडियो पज गर्नुहोस्, आफ्नो गृह कार्य गर्नुहोस्, फेरि भिडियो रिज्युम गर्नुहोस् है। कुनै कन्फ्युजन लाग्यो मलाई भन्नु होला। ल अब ढिला नगरी व्याख्या गरेर बढौँ है। कर्तव्यको कसीमा घोटिँदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षा हुन्छ। यसको उत्तर के भयो? व्याख्या गरेको भयो है। व्याख्या गरेर म जहिले पनि पहिलो अनुच्छेदमा तपाईँहरूले पहिलो अनुच्छेदमा पाठको कविता हो भने लेखकको, कथा हो भने के सम्बन्धी कथा हो, यसको मोरल अफ द स्टोरी के हो, जहिले पनि फर्स्ट प्याराग्राफ या पहिलो अनुच्छेदमा लेख्न ट्राई गर्नुपर्छ कि जस्तो यहाँ हेर्नुहोस् त माथिको भनाइ हाम्रो कक्षा 10 को नेपाली पाठ्य पुस्तकको पाठ 6 अन्तर्गतको अधिकार ठुलो कि कर्तव्य ठुलो भन्ने वाद विवादमा लिएको छ। यसमा कुन पाठ कुन कक्षामा लिएको छ भने यहाँ जनाइदिएछ कि यस पाठमा वक्ताहरूले अधिकार र कर्तव्यबारे हाम्रो वक्ताहरूले आफ्नो तर्कहरू प्रस्तुत गरेका छन्। एक थरीले मान्छेको खुसीको आधार नै कर्तव्यमा टिकेको हुन्छ भनेका छन् भने अर्को थरीले अधिकार बिना कर्तव्य निभाउन कसैले नसक्ने तर्क गरेका छन्। चिदानन्द चौधरीले आफ्नो तर्कको निचोड दिने क्रममा उक्त विचार आएको हो। यो भयो र जहिले पनि यसको बिचमा वाद विवाद भन्नेले पनि व्याख्या गरेको बिचमा उसको बडी पार्ट लेख्नुपर्छ कि जस्तो इङ्ग्लिसमा बडी लेख्छौँ नि, यो
के रिलेटेड हो सम्पूर्ण जानकारी यसैमा यो बडी पार्ट्समै दिने ट्राई गर्नुपर्छ। जस्तै यहाँ हेर्नु त माथिको वाक्य वाद विवादको पहिलो वक्ता चिदानन्द चौधरीले अधिकारभन्दा कर्तव्य ठुलो हो भन्ने पक्षको आफ्नो तर्क राख्न क्रममा आएको हो र उहाँले के भनेको छन् सम्पूर्ण यसमा समेटेको छ। सो आफै गर्नु होला है। र लास्टमा यसको कन्क्लुजन लेख्नुपर्छ है। माथिको वाद विवाद चिदानन्द चौधरीले आफ्नो भनाइको निचोड दिने क्रममा आएको हो। यसको समग्र सार अधिकारले नभएर कर्तव्य निर्वाहमा सफल व्यक्ति मात्र जिन्दगीमा पनि सफल हुन्छ, कर्तव्य पालनाले मात्र मान्छेको सफलताको परीक्षण हुन्छ भन्ने निष्कर्षमा चिदानन्द चौधरी आएका छन्। त्यसै गरी अर्को हेरौँ अब। अधिकार नदिई कर्तव्य मात्र पुरा गर्न भन्नु बिना अधिकार लडाइँमा पठाउनु जस्तै हो, खुट्टामा तेल लगाएर हिँड्नु भन्नु जस्तै हो। अब यसको भनाइ हेरौँ त कसले भनेछ। माथिको भनाइ हाम्रो कक्षा 10 को नेपाली पाठ्यपुस्तक पाठ 6 अन्तर्गतको अधिकार ठुलो कि कर्तव्य ठुलो भन्ने वाद विवाद लिएको हो। यस पाठमा वक्ताहरूले अधिकार र कर्तव्यको बारेमा वक्ताहरूले आफ्नो तर्क प्रस्तुत गर्ने क्रममा भरत भण्डारीले कर्तव्यभन्दा अधिकार ठुलो हो भन्ने आफ्नो तर्क प्रमाणित गर्ने क्रममा माथिको वाक्य भनेका हुन्। माथिको वाक्य वाद विवाद विषयको विपक्षमा बोल्ने भरत भण्डारीको कर्तव्यभन्दा अधिकार ठुलो भन्ने प्रमाणित गर्न आफ्नो तर्क राख्ने क्रममा आएको हो र उनले विपक्षमा बोलेका छन् है। विपक्षमा बोलेका छन्। उनको भनाइ यस प्रकार रहेको छ र मैले लास्टमा के भने जहिले पनि कन्क्लुजन लेख्ने बानी बसाल्नु होला है। माथिको वाक्यमा अधिकार बिना कर्तव्य खोज्नु भनेको त्यसैले सिधै कमजोर बनाउनु भन्ने सन्देश दिन खोजिरहेको छ र यस्तै गरी जसै नै अधिकार नदिई कर्तव्य खोज्ने सम्भावना कम हुन्छ लेख्नु होला है। त्यसै गरी अर्कोतिर आउँ। 8 नम्बरमा दिए अधिकार ठुलो कर्तव्य ठुलो वाद विवादको वक्ता मध्ये तपाईँको कसको भनाइ मन पर्यो किन। अब यसमा हाम्रो आफ्नो विचार सोधिरहेछ ठिक छ। सो यसको उत्तर अधिकार ठुलो कि कर्तव्य ठुलो वाद विवादमा वक्ताहरूको आफ्नो आफ्नो गकिलो तर्क राखेर आफ्नो विचारको पुष्टि गर्न खोजेका छन्। सबै वक्ताहरूको तर्क उदाहरणीय छ। मलाई वक्ताहरूको मध्ये चिदानन्दको तर्क बढी मन पर्यो। चिदानन्दले दिएको तर्क मध्ये कर्तव्य निभाउन कुनै अहोदा पुग्नु पर्दैन, आफू जहाँ छौँ त्यहीँबाट निभाउन सकिन्छ भनेको भनाइ बढी चित्त बुझ्यो। जस्तै मैले यसमा कसको बुझ्यो, चिदानन्दले बुझ्यो। जस्तै कर्तव्य निभाउन हामीले कुनै पोस्ट नै लिनुपर्ने जरुरी छैन कि जहाँबाट पनि हामीले आफ्नो कर्तव्य निभाउन सकिन्छौँ भन्ने कुरा चिदानन्दको भनाइबाट भनिएको छ। सो यसमा मैले प्रस्तुत गरेको छु। सो आफै यहाँ तपाईँ लेख्नु होला है। भिडियोले पाउज गरेर जसरी हुन्छ आफ्नो लेख्नु होला। सँगसँगै लेख्दा तपाईँको राइटिङ स्पिड पनि बढ्ने खाले हुन्छ। सो भिडियोले पाउज गरी लेख्नु होला है। 11 नम्बरमा भनिएको छ वाद विवादको कर्तव्यभन्दा पुष्टि हुन्छ अंशमा मुख्य 4वटा बुन्दा टिपोट गर्नुहोस्। बुन्दा टिपोट गर्नुहोस् है। बुन्दा 4वटा टिपोट गर्न मात्र भनिरहेछ, सारांश लेख्ने भने छैन है। क्वेसन राम्ररी पढ्नु होला। बुन्दा टिपोट मात्र। सो बुन्दा टिपोट स्वाभाविक रूपमा कर्तव्यभन्दा अधिकार ठुलो हुनु। जहिले पनि लास्टको क्रिया कम्प्लिट गर्नु पर्दैन। हुने यस्तो गरेर र यस्तो कमा दिएर जहिले पनि इन्ड गर्नुपर्छ बुन्दा टिपोट। र त्यही बुन्दा टिपोटलाई सारांश गर्दा हामीले लास्टमा पूर्ण विराम र यो क्रियापद राम्ररी मिलाएर गर्नुपर्छ। थाहा होला है तपाईँहरूलाई, क्लास 10 मा पुगिसक्नु भयो, थाहा होला। 4वटा यहाँ बुन्दा मैले राखिदिएको छु। सो तपाईँले बुन्दाहरू यो लेख्नु होला है। र अर्कोतिर पढौँ। अधिकार ठुलो कि कर्तव्य ठुलो वाद विवादको प्रस्तुत ढाँचा अनुकरण गरी पाठको पहिलो वक्ताको भनाइ खण्डन गर्नुहोस्। अब पाठको पहिलो भनाइ कसको छ। आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्णायक भूमिका रहनुभएका निर्णायक मण्डल, गुरुवर तथा मेरा प्रतियोगी साथीहरू, उपस्थित सम्पूर्ण विद्यार्थीहरूले, मित्रहरू, म जनकल्याण माध्यमिक विद्यालय दोलखा विद्यार्थी घिनश्याम कण्डेल विषयको घिनश्याम कण्डेल भन्ने व्यक्तिले दिएका छन्। सो तपाईँ भिडियो पज गरी आफै लेख्नु होला है। यो पुरै भन्नतर्फ लाग्यो भने एकदम भिडियो लामो हुन्छ। सो भिडियोलाई पज गरी आफै तपाईँ लेख्नु होला। लास्टमा के दिएछ, यदि एकजना व्यक्तिले आफूले पढ्न पाउने अधिकार नै नपाउने हो भने त्यो कर्मचारी बनेर आफ्नो कर्तव्य निभाउन सक्छ? कदापि सक्दैन। अन्त्यमा कसैले पनि कर्तव्य पुरा गर्नका लागि पहिलो अधिकार नै पाउनुपर्छ हुन्छ। त्यसैले कर्तव्यभन्दा अधिकार ठुलो हो भन्ने उनको भनाइरहेको छ है। त्यसै गरी 14 नम्बर दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएको प्रश्न उत्तर लेख्नुहोस्। सानो अनुच्छेद दिएको रहेछ है। अनुच्छेद पढेर प्रश्न उत्तर गर्न दिएछ, त्यो गर्नुहोस्। गरिबी भन्नाले के बुझिन्छ? आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने घाँस कपास समेत प्रतिपूर्ति गर्न नसकेको अवस्था नै गरिबी हो। त्यसै गरी 8 नम्बरमा दिएको छ गरिबी किन बढ्छ? गरिबी अशिक्षा, जनसङ्ख्या वृद्धि दरको उच्चता, बेरोजगारी, न्यून आर्थिक वृद्धि दर आदिका कारणले बढ्छ। त्यसै गरी अरूतर्फ आउँ है। गरिबी निवारणका लागि कस्ता कार्य गर्न सकिन्छ? सर्वप्रथम स्वेच्छा मार्फत गरिबी घर परिवार पहिचान गरी विवरण अध्ययवादी गर्नुहोस्। त्यसपश्चात गरिबी निवारण लक्षित कार्यक्रम तर्जुमा गर्नुहोस्। रोजगार तथा स्वरोजगारमूलक विकास तथा तालिम गर्नुहोस्। यो गरेको आफै गर्नु होला है। यी नम्बर पनि नेपालमा गरिबी निवारणको कसको भूमिका पर्ने छ यसको उत्तर यहाँ लेखिदिएको छु मैले। सो तपाईँ आफै गर्नु होला है। त्यसै गरी ख नम्बरमा भनेको छ भाषिक संरचना र वर्णव्यवस्था पहिचान गर्नुहोस्। अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसको अज्ञात पक्ष परिवर्तन गर्नुहोस्। अब व्याकरणतर्फ हामी आइसकेका छौँ है। के भनिरहेको छ भने वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अज्ञात बनाउनु छ। वर्तमानमा के हुन्छ? वर्तमानमा क्रिया के हुन्छ भने खान्छ, बस्छ, जान्छ। वर्तमान भनेको प्रेजेन्ट टेन्स भयो हाम्रो लागि र त्यसलाई अज्ञात बनाउनु छ। अज्ञात भन्नाले लास्टको उसको क्रियामा ए छ, ए छु, ए छौँ, ए छन्, ए हुनुहुन्छ यस्तो कुरा आउँछ। र यहाँ हेर्नु त गरिबी निवारण भौगोलिक लैङ्गिक सामाजिक समूहबीच अन्तर्भित भएकाले यसका लागि सरकारी निजी र गैर क्षेत्र एवं विकास समझदारी एकीकृत समन्वय मात्र भूमिका अपरिहार्य भएछ। ए छ भने नि मैले हो। त्यसैले अज्ञातको जहिले पनि लास्टको क्रियामा के हुन्छ? ए छ, ए छु, ए छौँ, ए छस्, ए छन् लाग्छ कि क्रियामा अज्ञातमा। त्यसै गरी आनमनाउँ
अनुच्छेदबाट वर्तमानकालको एउटा वाक्य टिपी त्यसको अभ्यस्त बनाउनुहोस्। अब वर्तमानकाल त मैले बुझाएँ, अज्ञात पनि बुझाएँ। अब अभ्यस्तमा के हुन्छ भने थ्यौँ लाग्छ क्या लास्टमा, थ्यौँ, थिस, थ्यौँ, थ्यो, लास्टमा आदि थ, त्यसपछि बाँकी जे लाग्छ त्यो लाग्छ। यसमा तत्पश्चात मात्र गरिबी निवारण लक्षित कार्यक्रम तर्जुमा गर्नु उपयुक्त हुन्थ्यो, थियो लागेछ नि, सो यो अव्यवस्थकालको क्रिया हो है। त्यसै गरी यहाँ भनेछ त्रुटि भएका स्थानमा पदयोग गरी पूर्ण गर्नुहोस्, पदयोग गरी पूर्ण योग गर्नुहोस्। अब यहाँ भनेछ सुनाइ र बोलाइ। सुनाइ पाठ 6 सुन्नुहोस् र दिएको वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस्। उधौली पर्वलाई उधौली साकेला पनि भनिन्छ, ठिक। बाली लगाउने बेलामा भने किराँत जातिमा उभौली पर्व मनाइने प्रचलन छ, ठिक। किराँत समुदायका याख्याले फल सुधार मनाउँछन्, बेठिक। पर्व रीतिरिवाज भन्ने यसको पनि ठिक। सुनाइ पाठ 6 का आधारमा दिएको प्रश्नको उत्तर भन्नुहोस्। उभौली र उधौली पर्व कहिले मनाइन्छ? मङ्सिर पूर्णिमाका दिन उधौली र वैशाख पूर्णिमाका दिन उभौली पर्व मनाइन्छ। उधौली पर्व किन मनाइन्छ भने यसको उत्तर यहाँ देखिन्छ। त्यसै गरी ग नम्बरको उत्तर मैले किराँत समुदायका मानिस चिङ्गो बाजाका तालमा नाग्यो नाच कुन हो? यसको उत्तर यहाँ लेखिदिएछु मैले। कुन कुन समुदायका कुन कुन पर्वको भाव एउटै छ? यसको उत्तर यहाँ छ है। भिडियो पज गरी आफू हेर्नु होला है। भिडियो राम्रो लागिरहेको छ कृपया एक लाइक गरिदिनु होला। तपाईँको एक लाइकले हामीलाई धेरै मोटिभेट मिल्छ है। साथै अर्को भिडियो ल्याउने हामी यस भिडियोको हाम्रो लक्ष्य 300 लाइक रहेको छ। 300 लाइक पुर्याउन हामीलाई सहयोग गर्नु होला। भाषिक संरचना र वर्ण विन्यास दिएका अनुच्छेद पढ्नुहोस् र भूत, वर्तमान र भविष्यकालको वाक्यमा अलग अलग सूची बनाउनुहोस्। भूतकाल, वर्तमानकाल र भविष्यकाल अनुच्छेदबाट छुट्याएर त्यो बेग्ला बेग्लै लेख्नुपर्ने हुन्छ। यो सानो अनुच्छेद भयो। अब उदाहरण भूतकाल, एकछिनपछि प्राध्यापक आएर उदितलाई सोध्नुभयो, भन्नुहोस् त उदित अघि यहाँ कुन कुन शिक्षकले के खाजा खानुभयो? आउनुभयो, जानुभयो, खानुभयो, आयो, गयो, यो सब भूतकालको क्रियाहरू हो है। ध्यान दिनु होला। भयो यहाँ छ नि, भयो, भयो, सकियो, यो सब भूतकालको क्रिया हो। सो ध्यान दिनु होला, यो भूतकाल भयो। वर्तमानकालमा मैले के भने भर्खर छ, छुन, हुनुहुन्छ, छौँ, यो सब लास्टमा क्रिया हो भने त वर्तमान हो। र भविष्यमा भविष्य र वर्तमान कमन जस्तै हुन्छ कि यसमा पनि छ, छु आउँछ, तर भविष्यमा एउटा मात्र एक्स्ट्रा के हुन्छ भने ने आएको हुन्छ कि ने आउने छ, जाने छ, खाने छ, बस्ने छ, बस्नु हुने छ। सो यतिले मात्र वर्तमान र भविष्य छुट्याउने हो, अरू केही छैन है साथीहरू। बाँकी तपाईँको व्याकरणको एउटा छुट्टै च्याप्टर ल्याउन कालमा भन्नुहुन्छ भने कमेन्ट गरिदिनु होला है। म उसको छुट्टै एउटा व्याकरणको काल पाठ लिएर उसको सम्पूर्ण अभ्यास तपाईँले गराइदिन्छु है। अधिकार ठुलो कि कर्तव्य ठुलो पाठबाट भूत र भविष्यकालका 3-3वटा क्रियापद खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्। भूत र भविष्यकालका 3-3वटा क्रियापद है, मात्र क्रिया खोजेर उसलाई वाक्यमा परिवर्तन गर्नु छ। जस्तै यहाँ हेर त, पुजिए, पुजिए, रामले पिताको आज्ञा मानेर वनवास गएका हुनाले उनी आदर्श पुरुषको रूपमा चिनिएर सबैबाट पुजिए पनि। गर्नुभयो, यो भूतकाल भयो। पुगेछन्, पुगेछन्, गराउँछु, बनाउँछ, सकिँदैन, गर्नु होला है आफै। दिएको अनुच्छेदबाट अपूर्ण, पूर्ण, अज्ञात र अव्यस्त पक्ष क्रियापद अलग अलग बुन्दा टिपोट गर्नुहोस्। जस्तै म स्कुलमा हुँदाखेरि म पनि यसलाई बेग्लै एउटा ट्रिक लागेर पढ्थेँ कि अज्ञात, अपूर्ण, पूर्ण। जस्तै भूतको पनि प्रकार हुन्छ नि, पूर्ण भूत, अपूर्ण भूत, पूर्ण वर्तमान, अपूर्ण वर्तमान। यसलाई कसरी पढ्ने? जस्तै मेरो के ट्रिक थियो भने पूर्णमा पूर्ण, एको एकाएकी, अपूर्ण दही। पूर्णको क्रियामा एको एकाएकी लगाउने, बाँकी भूत छ भने भयो लगाउने, वर्तमान छ भने छ लगाउने। एको एकाएकी, अपूर्णमा दही, पूर्णमा एको एकाएकी, अपूर्णमा दही, अज्ञातमा ए छ, ए छु, ए छौँ र अव्यस्तमा थ्यौँ, थ्यौँ, थ्य र हेर्नु त यो भयो नि है। अब आउनु अगाडि बताउँछु म। पूर्णमा मैले के भने पूर्णमा एको एकाएकी, हेर्नु त पुगेका छन्, एको, एका, एकी आयो नि, एको एकाएकी आयो लास्टको क्रियामा। अपूर्णमा के छ? दही, पूर्णमा एको एकाएकी, अपूर्णमा दही, दही लागेछ, जाँदैछ, लिँदैछ। सो बुझेर पढ्नु होला है। यसमा गाह्रो लाग्यो त मलाई कमेन्ट बक्समा जानकारी गराउनुलाई यसको व्याकरण एउटा पाठमा छुट्टै एउटा भिडियो अपलोड गरिदिन्छु। कालको एकदम सजिलो टेक्निक, ट्रिक्स एन्ड टेक्निक लगाएर म एउटा भिडियो बनाइदिन्छु। त्यो कपीमा नोट गर्नु होला र पढ्नु होला। अज्ञातमा मैले के भने ए छ, ए छु, ए छिन आउँछ कुरा, त्यो लेख्नु होला। अव्यस्तमा थ्यौँ, थिन आयो है। कोष्टकमा दिएको सङ्केतमाका आधारमा वाक्य परिवर्तन गर्नुहोस्। एउटा वाक्य दिएछ, यसलाई अपूर्ण पक्षमा गरिरहेछ। मैले अपूर्णमा के भन्नु लाग्छ? दही लाग्छ क्या लास्टमा, दही। पूर्णमा एको एकाएकी, अपूर्णमा दही। हेरिराख्नु त, यहाँ दही लागेछ, दही, दही थियौँ, दही थियौँ, यहाँ पनि दही लागेछ, दही थियौँ, यहाँ पनि दही लागेछ। त्यो बुझ्नु होला है, दही दही लाग्छ अपूर्णमा। त्यसै गरी खनमा यहाँ पूर्ण, पूर्ण एको एकाएकी लाग्यो होला है। हेर्नु त लास्ट हेर्नु त क्रियामा एका लागेछ, एको एकाएकी, का लागेछ है, एका, एका, एको यहाँ छ है, एको। सो पूर्ण एको एकाएकी, अपूर्ण दही। त्यसै गरी यहाँ के भनेछ? अज्ञात, अज्ञातमा ए छ, ए छु, ए छौँ, ए हुनुहुन्छ, यो सब लाग्छ कि अज्ञातमा। अज्ञातको यो भयो मलाई यहाँ हेर्नु त, रहेछ, ए छ लागेछ है, दिई छन्। सो यो भयो। यसको अभ्यासको थ्यौँ, थ्यौँ भन्यो नि, जान्थे, थ्यौँ यो लागेको रहेछ। सो बुझेर आफै पढ्नु होला है। भिडियोलाई रोकेर राम्रोसँग त्यो मैले भनेको व्याकरण राम्रोसँग बुझेर मात्र गर्नु होला है, नत्र पछि गाह्रो हुन्छ तपाईँले। किनकि नेपालीमा व्याकरण छुट्टै आउने हुन्छ नि, एकदम व्याकरण सजिलो मार्क्स उठाउने एकदम त्यही हो व्याकरण नेपालीमा। कोष्टकमा दिएको सङ्केतका आधारमा खाली ठाउँ भन्नुहोस्। हिजो सबैतिर पानी पर्ख एउटा दिएछ धातु र अज्ञात भूत हुनेछ। अज्ञातमा मैले के भने अज्ञातमा ए छ लगाउनु छ, ए छ, ए छौँ, त्यो कर्ताको हिसाबले लगाउने कि कर्ताको हिसाबले ए छ, ए छौँ, ए हुनुहुन्छ। हिजो सबैतिर पानी परमा ए छ मैले भने ए छ लगाउनु त परे छ, त्यही हो परे छ है साथीहरू, परे छ। त्यसै गरी यहाँ आउनु, अर्कोमा आउनु है। विक्रम बस चढेर विराटनगर जा, पूर्ण वर्तमान। पूर्णमा मैले के भने पूर्णमा एको एकाएकी, ल जा भनेको ग भयो, ग एको,
विक्रम भनेको एउटा भयो, एउटा व्यक्ति भयो है, सिङ्गुलर पर्सन भयो भने एकवचन भयो, त्यसमा एको लगाउने, एको एकाइ के भन्दा एको लगाउने एको छ। त्यसो भने अपूर्णमा दै लागेको छ, भविष्य भयो हुने, ने लागेको हुने छ, अभ्यस्तभूत भयो, त्यसै अभ्यस्तभूत थेउ लाग्यो होला है, थेउ अज्ञातभूत हुनु भए ए छ लागेछ है, सबमा ध्यान दिएर गर्नु होला आफ्नो। 6 नम्बर भनेको अज्ञात र अव्यस्त पक्ष क्रियापदको प्रयोग गर्दै साथीको आनी बानीको वर्णन गरी अनुच्छेद लेख्नुहोस्। अज्ञात र अव्यस्त एछु र थेउ लगाएर यो सब हामीले एछु एछौँ ए हुनुहुन्थ्यो, यो सब लगाएर हामीले बनाउने छ एउटा वाक्य। यहाँ मैले गरिदिएको छु, सो तपाईँले भिडियो पज गरी या बिस्तारै लेख्न सक्नुहुन्छ। 7 नम्बरमा दिएको तलको अनुच्छेद पढ्नुहोस् र रेखाङ्कन गरिएको शब्दको किन भएको हुन् गर्नुहोस् है। बुकमा आफ्नो हेर्न सक्नुहुन्छ तपाईँले, जस्तो सरसफाइ, समास भएर संयुक्त वाक्य भएर, यो सबै तपाईँ आफै गर्नु होला है। त्यसै गरी यहाँ 8 नम्बरमा रहेको छ हामीलाई दिएका अनुच्छेदको पदयोग र पदवियोग मिलाई पुनः लेखन गर्नुहोस्। यहाँ एउटा सानो अनुच्छेद दिएर पदयोग र पदवियोग मिलाई लेख्नुपर्ने हुन्छ हामीले, जुन यहाँ मैले गरिसकेको छु। सो राम्रो भिडियो पज गरी आफ्नो हेरिहाल्नु होला। सो भिडियोलाई सब्सक्राइब गर्न बिर्सनु भएको छ भने एउटा सब्सक्राइब गरिदिनु होला। र तपाईँ कुनै साथी हुनुहुन्छ भने यो भिडियो सेयर गरी उहाँको पनि गृह कार्य गर्नमा सहयोग गरिदिनु होला है। सो र सिर्जना र परियोजना कार्यमा हामी पुगिसकेका छौँ। सो यहाँ हामी दिएका उद्घोषणको नमुना पढ्नुहोस्, नमुनाका आधारमा निबन्ध प्रतियोगिता उद्घोषण गर्ने नमुना लेखेको कक्षामा प्रस्तुत गर्नुहोस्। यहाँ उत्तर मैले लेखिदिएको छु है। मिति 2079 साल असोज 5 गते यस सञ्जीवनी माध्यमिक विद्यालयको प्राङ्गणमा पालिका स्तरीय निबन्ध प्रतियोगिताको लागि उपस्थित सम्पूर्ण महानुभावलाई हार्दिक अभिनन्दन तथा स्वागत गर्दछु। आज ढिलो नगरिकन कार्यक्रमको औपचारिकतातर्फ प्रवेश हुनुहुन्छ। सर्वप्रथम यस निबन्ध प्रतियोगितामा कार्यक्रममा सभाध्यक्षज्यू भूमिका निर्वाह गरिदिनु हुन विद्यालयको सम्पूर्ण हरिसुन्दर तामाङ क्रकज्यूलाई अनुरोध गर्दछु। तपाईँ यो भिडियो पज गरी लेख्नु होला है, आफै लेख्नु होला है। यो सबै कहीँ डाउट लाग्यो मलाई भन्नु होला। त्यसै गरी यहाँ अर्को रहेको छ, सेम ठ्याक्कै त्यसकै हो। अब पुरस्कार वितरण कार्यक्रम रहेको छ। पुरस्कृत विद्यार्थीले टीका समारोह नगद पुरस्कार प्रदान गरिदिनु हुन यस कार्यक्रमको संविधायक प्रमुख अतिथिलाई अनुरोध गर्दछु। पुरस्कृत विद्यार्थीले बधाई ज्ञापन गर्दै यस प्रकारको अन्त्य 2 नम्बर रोजगार ठिक कि स्वरोजगार ठिक, शीर्षकको रोजगार ठिक वा स्वरोजगार ठिक भन् कुनै एक पक्षमा साथीको सहायताले एउटा अनुच्छेद लेख्नुहोस् र उक्त अनुच्छेदमा व्यक्त विचारको खण्डन गरी विपक्षको अर्को अनुच्छेद लेख्नुहोस्। यसको उत्तर मैले यहाँ लेखिदिएको छु, तपाईँ पढ्नु होला है। स्वरोजगार आत्मनिर्भर हुनुको सबैभन्दा उत्तम विकल्प हो। अरूको निर्देशनमा रहेर काम गर्नुभन्दा आफ्नै नेतृत्वमा काम गर्दा राम्रो, बढी स्वतन्त्र भएर काम गर्दछ। स्वरोजगारको कारण हामी स्वावलम्बी र स्वनिर्भर हुन्छौँ। स्वरोजगार हामी व्यक्ति स्वयं आफ्नो उत्पादन बिक्री वितरण गर्ने र आफ्नो सम्मान तथा कामहरूको प्रचार प्रसार गर्ने अधिकार पाउँछौँ। सो यसै गरी हामी तल लेखिदिएको छु है। सो भिडियोलाई पज गरी आफ्नो लेख्नु होला। कुनै समस्या मैले कमेन्ट बक्समा जानकारी गराउनु होला है। कुनै नयाँ पाठ चाहियो भने कमेन्ट बक्समै लेख्नु होला। र भिडियो कस्तो लागिरहेको छ भने हामीले प्रतिक्रिया समेत दिन सक्नुहुन्छ है। कुनै सुधार गऱ्यो भने त हामी गराउँछौँ र आउने भिडियोमा अवश्य गरेर तपाईँहरूलाई नयाँ भिडियो ल्याउनेछौँ है। सो भिडियोको अन्तिममा हामी आइसकेका छौँ। सो भिडियोले लास्टसम्म हेरेर हाम्रो सहयोग गरिदिनु भएकोमा सम्पूर्णमा धन्यवाद। र फेरि पनि हामी अर्को भिडियो लिएर आउनेछौँ। सो आजको लागि धन्यवाद र